खाजा लिएर आउँछु बुहारीहरू हाँस्दै छ अब के खाजा दिनु पर्यो खाजा लिएर आउँदैछु नि म हौ कान्छी छोरी यो कुमार दाइरहेको साथी कुकरमा ल्याएको खानु अब बिउ खोल्नु जानु त बिउ खोल्नु जानु राम्रो ल्याएन कि निकै टाढो छ अफिस खोज्नु डाँडे भन्ने खेतीमा एक डोको लिएर आउँछ हिँडेको कहाँनिर छौ किरण न एक डोकोले पुग्छ पुग्दैन एक डोको रोपिसकिहाल्छ र सक्दैन बुहारीहरू कराउँदैछ बिउ छैन भन्दैछ छ नि भरे चाहिँ बुहारीहरूलाई दामी आउँछ ल मेरो भाइ बुहारी छोरा बुहारी सबै गएको है म त बिउ खोल्नु हिँडेको अब बिउ खोल्नु जान्छ ऊ पारी देखिन्छ त्यो अलैँची बारी खेद्न जानुपर्छ घामले नि आजै मौका परेछ पोल्नु पोलिसक्यो कति पोलेको होला आज चाहिँ धरै पोलिसक्यो घामले आज कसैको यसरी 7वटा घाम लाग्छ भने तर एउटै घामले काम पुऱ्याइसक्यो भोक पो लाग्यो मलाई अलि अल्छी एकछिन मात्रै चाहिँ भोक लाग्यो जस्तो हुँदैछ कस्तो कस्तो हुँदैछ आज बिउ खोल्नु हिँडेको शीतल पुग्यो त्यो साह्रै आनन्द आयो अब बिउ लिनु जानुपर्छ यो माथि ठ्याक्कै यो माथि डाँडामा त्यो अलैँची रात रातो देखेको डाँडामा भोलि त्यता रोप्नु पर्नेछ आज यता छिटो छिटो सकौँ भनेको असार 15मा गर्ने काम जेठ 10 गते के अरे असार 15मा 15देखि 10मा सक्नुपर्ने काम तर साउनको 10मा आज कुद्दैछु साउनको 15मा चाहिँ सकियो लाग्छ सकियो पानी सिराउनु सबै बाबुको खेतीहरू देखाइसक्यो अब कान्छा बाबुको त्यो चाहिँ मेरो महेश भाइ र कान्छा भाइको खेतीहरू राम भाइ मेरो पोर्चुगलतिरै हुनुहुन्छ अब यता इजरायलतिर अब यता अब माइली बुहारी आज सघाउनु हुन्छ यसरी खेतीहरू चाहिँ दिनदिनै हाम्रो त रुखो लाउनु पुगेको छ यो खोल्साखोल्सीले यसरी कस्तो आनन्द दिइरहेको छ खोल्साखोल्सी टटटटटटको बगिरहेको यो चाहिँ डाँडे भन्ने बारीमा आइपुगेँ म अब यहाँ 5 मिनट उकालो हिँड्नुपर्छ 5 मिनट पछाडि तपाईँलाई बिउ कस्तो छ धानको बिउ म देखाउँछु ल धानको भात अथवा धानको चामल भात अर्ग्यानिक भातमा त कति मिठो हुन्छ त्यही अनुसारको म देखाउँछु ल कस्तो हुँदछ यो धानको बिउ चाहिँ अब यसरी भिजाउनु पर्छ यो बिउ बाँध्ने हो क्या अब यो बिउ बाँध्नलाई चाहिँ भिजाउनु पर्छ यसरी त्यो भिजाएर मात्रै यो भिजाएपछि यसले आनन्द नरम हुन्छ नरम भएपछि बिउ बाँध्न मिल्छ खोल्छै खोल्छ लागेको ल
निकै माथि आइपुग्यो निकै माथि आइपुग्यो बाटो अब कता हो पहिरोले भत्काएछ गाडीको बाटो त्यो मेरो काइला बाउको अलैँची बारी यो चाहिँ मेरो काइलाबाट अब खस्नुभयो पहिल्यै काइलामा पनि खस्नुभयो बुवामा नै खसिसक्नु भएको छ भाइ बहिनी छ बुहारीहरू छ सम्झना आउँछ यो बारीहरू देख्दाखेरि यस्तै छ जन्मेपछि मृत्यु निश्चित छ के गर्नु त्यसले छिटो हो त्यसै यो मेरो काइला बाउले कमाइ गरेको मेरो फुपूहरूले कमाइ गरेको बारी हो तपाईँलाई म नेचुरल भिडियो मात्रै देखाउँदैछु सही सत्य कुरा मात्रै बोल्दैछु त्यसले गर्दा तपाईँलाई त्यति मजा नआउनसक्छ तर यो चाहिँ भएको कुरा मात्रै है सही सत्य साँच्चीकै भएको कुराहरू म देखाउँदैछु यसरी म यस्तोमा हिँड्दैछु बुद्धि त कहाँ छ र मेरो डोकोमा हालेर ल्याउनु पर्थ्यो पर अब यहाँ आइपुग्दा अब देख्दैछु डोको त आफ्नै डोको आफैले बोकेर पराल भाल्नु नजाने पछि सक्यो पनि बाटो चाहिँ हुँदैन नि आफै बनाउनेको बाटो हेर्नु न त्यो के पछि बाटो भयो भोलिको खेती गर्ने ठाउँ आइपुग्यो भोलि चाहिँ यहाँ रोप्दैछौँ हामी अब छिटो रोप्ने साथीभाइको चाहिँ छिटो रोप्ने साथीभाइको गर्ने बेला भयो म ढिलो रोप्नेको त यस्तै छ रोप्छु भोलि अब म चाहिँ अब तपाईँहरूलाई धानको बिउ देखाउँछु है कसै भाइ बहिनीहरूलाई सानो नानीहरूलाई भात नफ्याँक भन्दाखेरि मान्दैन नि चेराक रिसाउँछ नि ती भाइ बहिनीले हेर्नु होला कस्तो रहेछ त धान रोप्ने आजको यो भिडियोले तपाईँहरूलाई कस्तो सन्देश दिन्छ नानीहरू नानी बाबुहरू भात चामल अन्नलाई तयारी गर्नु कति मिहिनेत लाग्नेछ भन्ने कुरा म सिर्जना गराउँ हेर्नुहोस् म चाहिँ यो उखुनमा आएको भात टेक्नुमा हो पहिला होइन अब उखुन काम गर्ने टेक्छ त भयो जस्तो है हेर्नुहोस् म धानबारीमा आइपुगेँ अब यस्तै खोल्नुपर्छ क्या अब यहाँ राख्ने हो टक्क तपाईँलाई भनेको छु मैले नेचुरल भिडियो मात्रै देखाएको गरेको छु नि त है त्यसैले गर्दाखेरि नेचुरल भिडियो क्यामेरा अडाउँदैछु त्यसैले अब बसेर चाहिँ ठ्याक्कै गर्नु हो क्या अब चाहिँ उख्ने हो क्या ल है साथीभाइ दुई हात हेर्नुहोस् न यो चाहिँ निकै राम्रो रहेछ अब यो यसरी बाँड्नुपर्छ यो अघि मैले बन्धन लिएर आएको थिएँ नि त त्यो बन्धन बसेर गर्नुपर्छ निकै गरिसक्यो नि त
एक डोको उठ्नु एक डोको उठ्नु गइहाल्छ हेर्नुहोस् है मैले ढाँटेको रहेछु त तपाईँलाई म बिउ लिनु गएँ भन्नु त होइन अहिले चिया पकाउँछ चिया पकाउनु भन्नु त होइन ल बाई बाई